गुड मर्निङ भूमि तमु आज न्यू डे न्यू भ्लगको साथमा स्टार्ट गरिरहेको छु। यहाँ हुनुहुन्छ कृष्णदा ड्राइभ गर्नुहुँदैछ, पछाडि हुनुहुन्छ मेरो प्यारी भाउजू। आज चाहिँ हामी यसो मार्केटतिर घुम्नु गएको नि त। भाउजू चाहिँ आज हाम्रो गान्तोक आउनु भएको छ, त्यही भएर भाउजू म कृष्णदा बाहिर जाँदैछु। आज हामी के गर्नेछु दिनभरिमा तपाईहरुलाई देखाउने छु। आज चाहिँ बल्ल बल्ल घामको दर्शन हुँदैछ, हल्का घाम लागिरहेको छ। आज हामी गाडी लिएरै गएको, तर पार्किङ पो पाउँछ कि पाउँदैन त्यही अलिकति टेन्सन छ। नभए त मजा छ, मजा। घाम लागिरहेको छ। यो चाहिँ हो स्वास्तिक क्रस भयो। हामी गरिरहेको छु गाडी। यहाँदेखि चाहिँ उकालो जानुपर्ने छ, विशाल मार्ट पुगेर कल गर्छु, भेट्ने छु। यहाँ उकालो जानु, हामीले गाडी यहाँ भित्र राखेछ। यहाँदेखि चाहिँ यो विशाल मार्टको पार्किङ हो। हामी चाहिँ जाँदैछु विशाल मेगा मार्ट। यिनीहरू चाहिँ किचनको सामानहरूको रहेछ। यहाँ यो हेर्नु न, त्यो फ्रुट बास्केट हो। कति रहेछ प्राइस? 150। काउ धेरै रहेछ नि हौ। भाँडाकुँडाहरूको 6 months पे लिस only 99। कपहरू राम्रो, मलाई यो ब्ल्याक चाहिँ मन पर्यो। यहाँ सबै अब कपको भेराइटिजहरू रहेछ। प्राइस पनि रिजनेबल रहेछ सबै। लैजाउँ न। बोतलहरू चाहिँ यहाँ रहेछ। ग्लासहरू पनि बाई 1 get 1 को रहेछ। दामी रहेछ फुट्ने ग्लासहरू। यो हेर्नु त, ओइलको हो त। ओइलको कति रहेछ हेर्नु त? 198 99 रहेछ। 198 को 99 रुपिस, एउटाको 99। यहाँ रहेछ वाटर ग्लासहरू, वाटर फ्लास्कहरू। तातो बस्छ। यो कति छ क्वार्टर प्लेटहरू प्राइस? फुट्नेमा कति रहेछ? 149। यसको चाहिँ कति रहेछ प्राइस? 79। दुईटा है, बाई 1 get 1 है। यो कति थियो? 89 79 10 रुपियाँ बेसी। यो ल ठिक रहेछ बरु, अलिकति त्यही लैजाउँ। फुटेको छैन होला नि है। त्योसँग म्याचिङ गर्ने, यो बोलसँग म्याचिङ गर्ने, पेलासँग म्याचिङ गर्ने प्लेट पनि लाँदैछु। के को राम्रोसँग हेर्नु चाहिँ। यो लाइन चाहिँ यस्तो रहेछ। फेस वास एउटा लगिराखौँ होइन? डिटर्जेन्ट लिक्विडमै लानुपर्छ है। कति रहेछ? यहाँ चाहिँ भिडियोको बिस्किटको लाइनहरू। बाई 1 get 1 फ्री अर्ग्यानिक युनिबिक ओट्सको रहेछ। यो लाइनमा चाहिँ ओट्सहरू रहेछ, हनीहरू रहेछ हो, चोकोजहरू, हर्लिक्सहरू। हामीले किनेको यति। भुजियाहरू प्राइजहरू हेर्नु। सबै आइटम पाउँछ यतानिर चाहिँ।
यतातिर नानीहरूको जुत्ताहरू ब्याग्सहरू सबै ब्यागहरू नि धेरै 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 आइटमहरू प्राइसहरू पनि त्यही छ 99 159 199 यस्तो लुगाहरू चाहिँ 45 रुपिसहरुमा रहेछ यी सानो नानीको हाफ पेन्टहरू यस्तोहरू 45 बेस्ट 45 35 यहाँ नि बेबी सेक्सनहरू नानीहरूको लुगाहरू 99 रुपिस हैन बेबी सुट ओन्ली 99 कति सस्तो 99 को यो कुनै पनि लग्यो भने 99 को मात्रै रहेछ यो चाहिँ बाबा सुट जामाहरू हेर्नु यहाँ यहाँ 80 रुपिस 99 को हेर्नु यहाँ न्यू बोर्न बेबीको लागि रहेछ कति हो यो कति थियो अघि यहाँ मैले देखेको थियो ए 0 to 3 मन्थको लागि रहेछ 159 हेर्नु न कति सस्तो यहाँ मुनि चाहिँ के अरे मुनि चाहिँ के अरे ए जेन्ट्सको लुगाहरू रहेछ सुजहरू फुटवेयरहरू अन्त यहाँ जेन्ट्स सेक्सन चाहिँ यहाँ मुनिपट्टि रहेछ ग्राउन्ड ए म्याट्रेसहरू रहेछ यो लाइनमा टाइट रहेछ हौ यो चाहिँ मैले हेरेको कोसँग भयो यो चाहिँ रहेछ 79 हो यो चाहिँ 99 हो यिनीहरू चाहिँ सबै 99 यो सबै 99 को कलरहरू कस्तो राम्रो हुन्छ है यो लाइनमा चाहिँ कुसन कभर बुस्टर बेड सिटहरू रहेछ बेड सिटहरूको प्राइस पनि 199 मात्रै रहेछ यो खालको सिङ्गल बेड सिटहरू हेरौँ है यो त बेडको साइडमा लाउने 199 रहेछ ठिकै झुल जसले पनि अनलाइन बिलिङ गर्नुहुन्छ काउन्टर नम्बर 1 र 4 मा लाइन लाग्नुहोस् होला अनि रिपिट कस्टमर अनाउन्समेन्ट तपाईहरुले जसले पनि अनलाइन नानीहरूको र जेन्ट्सको अन्त अघिको यिनीहरू चाहिँ यहीँनिर पाउँदो रहेछ बाई 2 40 रुपिस अफ होला बाई 3 चाहिँ 80 रुपिस अफ एउटा किन्यो भने चाहिँ 199 यो तर कति राम्रो है पुरा अफर्सहरू पनि रहेछ यहाँ हेर्नु भिड मान्छेको लाइन अब चाहिँ हामीले सपिङ सकेर चाहिँ लाइन नबसिरहेको छु यो सेट पनि 999 मा यो कुर्ती सेट डल्लै रहेछ यसमा चाहिँ कुर्ता रहेछ प्लाजो प्यान्ट हो चुन्नी सबै भएको सेटै रहेछ ए यति त पाकै हो नि 1000 मा सेटै हो कलर राम्रो रहेछ अझै बाई 2 गऱ्यो भने 400 अफ पनि रहेछ यसमा त फ्रकहरू चाहिँ यहाँ रहेछ जामाहरू 899 को 99 रुपिस 80 रुपिसदेखि रहेछ टी सर्टहरू पनि यहाँनिर चाहिँ एउटा कुरा के राम्रो लाग्यो भन्दाखेरि चाहिँ गाडीको पार्किङहरू पनि रहेछ त्यही भएर चाहिँ आज सन्डे हो सन्डेले गर्दा अन्त भिड छैन मान्छे किसिमदार पर लाइनमा बसिरहेछ काउन्टर यहाँ रहेछ एक्जिट यहीँ छ बाहिर सबै टी सर्टहरू 99 देखि 19 सम्म रहेछ टी सर्टहरू यतिमा त ठिकै हो नि राम्रो हो नि मलाई मन पर्यो सित 99 सकिनँ गरमले बाहिर निस्केको यो चाहिँ के रहेछ कृष्ण त अहिलेसम्म लाइनमै छ म त सक्दै सकेन गरम बेसी भएर बाहिर निस्केको
ओ कृष्ण दादा ऊ भित्र लाइनमा उभिनु म त आम्मामा लाइन देखेरै तर्स्यो कस्तो भिड हुँदो रहेछ यहाँनिर त हो सक्दैन रहेछ हाम्रो कृष्ण दा गरम भयो त्यत्तिकै हाम्रो माथि जग्गामा चाहिँ एकदम चिसो हुन्छ नि त चिसो भएर चाहिँ तातो तातो लुगा लगाएर आएको यहाँ चाहिँ मर्नु हुँदो रहेछ नि त गरमले बिलिङ काउन्टरमा उभिनु 1 घन्टा चाहिँ बेसी भयो होला यो काउन्टरमा उभिनु भएको हात हल्लाउँदैछ किङपट्टि जाँदैछु अम्मा यस्तो डरलाग्दो रस हुँदो रहेछ कि त्यत अब आउनु मुस्किल छ हाम्रो लागि चाहिँ अब हामी आउँदैन होला लाइनै उयो बिलिङको लाइनै 1 घन्टा भन्दा पनि बेसी लाग्यो पर राखेको छ हाम्रो गाडी चाहिँ त ठुलो त छैन सुपर मेरो छ विशाल मार्ट चाहिँ एकदम आज त्यही माथि सन्डे पऱ्यो नि त है ल हामीले आजको लागि सपिङ पनि गर्यो लागेन दैला राम्रो हेलो अब पुरा थाकेर चाहिँ हामी विशाल मार्टबाट चाहिँ टीको लागि आएको छु टी अन्त यसो स्न्याक्सहरू खानु लागि टेस्ट गर्नु Okay, sure. And along with your tea, what you have ordered? Sandwich, chicken, chomin. त्यति छ Okay. हामीले भाउजूको लागि पनि पार्सल गरिदिइरहेको छु चिकन चाउमिन बिचारा तलै बसिरहनु भएको छ नि त उसको लागि पनि पार्सल गरिदिएछु हामी चाहिँ टी इन्जोय गर्दैछौँ Now we are at very nice restaurant at Tadung, Danagaon. कञ्चनजङ्घा No, it's Baker's Cafe. जानु पऱ्यो जुट बिचमा है के मेला लागेछ फेस्टिभल लाग्दै रहेछ 30 to 6 हो एट एमजी मार्क ल ल तपाईहरुलाई लिएर जाने छ जुट फेयरमा हाम्रै रहेछ लोकल फर्स्ट चिकन सैन्डविच कस्तो रहेछ बटरै बटर फ्लेभर मिठो चाहिँ आयो हाम्रो चिकन चाउमिन खाने मान्छे चाहिँ यहाँ चाहिँ आम्मामा लु भन्नु फिडब्याक टेस्टी छ के रहेछ यसमा लु खानु मजाले इन्जोय गर्नु खाइसकेर भेट्ने छु हामी आमा दामी खानुभयो त माथि गाडीमा जाँदैछु गाडी पार्किङ यहाँनिर राखिरहेछ अब बिचारा हामी भाउजू तल बसिरहनु भएको छ कि गाडीमा नि आएर बस्यो बिचारा भाउजू चाहिँ आज हस्पिटलको कामले आउनु भएको नि त अहिलेसम्म तलै छ अन्त उसको लागि खाजा बोकिदिएको छु यहाँनिर ए पार्किङ पेड गर्यो 40 रुपिस अन्त यहाँनिर चाहिँ उसलाई चिकन के पो छ चिकन चाउमिन बोकिदिएको छु यो चाहिँ घरमै खाजा खानु लागि यो बिस्किटहरू छ लु हामी चाहिँ लागे बाहिर निस्क्यो फेरि ओह्रालो जाँदैछ भाउजूको क्लिनिक चाहिँ यो
वेस्ट पोइन्ट मल पनि आइपुग्यो। बल्ल भाउजूको काम सकेर हामी निस्क्यो। यो उकालो जाने रोड, यो ओह्रालो जाने। यहाँ कृष्णदा पर्खिरहनु भएको छ। भाउजू कतिको थाक्यो आज? ल आजको चाहिँ दिन चाहिँ हाम्रो भाउजूको यहाँ हस्पिटलमा अनि बाहिर मलमा पुग्दा ओर्दा ठिकै भयो। कृष्णदा अल्छी लागिसक्यो र अब चाहिँ हामी घरतिर जाने। अब कहीँ नजाउँ ल, अब डाइरेक्ट घर गएर चाहिँ हामी रेस्ट गर्ने, खाना खाएर रेस्ट गर्ने। लु आजको भिडियो चाहिँ म यहीमा एन्ड गर्नु गइरहेछु।